नमस्कार, अभिवादन भन्न चाहन्छु। अनि आज म ठ्याक्कै यो सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर 15 सँग अवस्थित रहेको यो अति नै पर्यटकीय स्थलको रूपमा लिइने हाम्रो आहाले डाँडामा म उपस्थित भएको छु। र यो आहाले डाँडा चाहिँ समुद्री सतहदेखि करिब 500 मिटरको उचाइमा रहेको छ। यो आहाले डाँडा हेर्दाखेरि असाध्यै मनमोहक र प्राकृतिक सौन्दर्यले निकै नै हराभरा, निकै नै ओतप्रोतको रूपमा मैले यहाँ पाएको छु, मैले देखेको छु। र तपाईँले यो मेरो पृष्ठभूमिको दायाँ र बायाँ अनि पछाडिपट्टि निकै नै लामो बस्ती रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। करिब यहाँ तपाईँको झन्डै यहाँ 35-40 घरहरू अवस्थित रहेको छ यो ठाउँमा। यो आहाले डाँडा हो। निकै नै प्राकृतिक हिसाबले निकै नै सौन्दर्यले ओतप्रोत रहेको छ यहाँ। त्यसै गरी अलिक पर पनि हामी देख्न सक्छौँ, त्यहाँ पनि बस्तीहरू रहेको छ यहाँ निकै नै। र विशेष गरेर यहाँ अलिक कम जनजातिको रूपमा यहाँ सबैभन्दा जनजाति बस्ती रहेको छ। र यहाँ जातको हिसाबले यहाँ धेरै पहिलादेखि नै थामी बस्तीहरूको चाहिँ अलिक बाक्लो बस्ती रहेको छ यहाँ। त्यसै गरी अलिक तपाईँले पर देख्न सक्नुहुन्छ मेरो पृष्ठभूमिको पछाडिपट्टि यहाँ पनि निकै बस्ती रहेको छ। यो आहाले डाँडा हो। निकै नै मनमोहक र सौन्दर्यको हिसाबले, प्राकृतिक सौन्दर्यको हिसाबले निकै नै रमाइलो छ यो बस्ती। यहाँ तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ होइन। यहाँ बस्ती मैले अघि नै भनिसकेँ, करिब 35-40 घरहरू यहाँ छन्। र प्राकृतिक रूपमा सौन्दर्य रूपमा हेर्ने हो भने यो डाँडा अति नै हराभराले भरिएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर आफ्ना बाली नालीहरू पनि लागेको छ यहाँका स्थानीयहरूले। त्यसै गरी विकासको हिसाबले हेर्ने हो भने यहाँनिर हामीले देख्न सक्छौँ यहाँ विद्युत आइपुगिसकेको छ। त्यसै गरी यहाँ इन्टरनेटको पहुँच पनि भइसकेको छ। र साथै यहाँ खानेपानीको पनि राम्रो व्यवस्था छ। यहाँ धाराहरू आइसकेको छ यो ठाउँ। मैले अघि नै भनिसकेँ, समुद्री सतहदेखि करिब झन्डै 500 मिटरको उचाइमा रहेको यो आहाले डाँडा यो एउटा भविष्यमा प्राकृतिक सौन्दर्य साथसाथै यो भविष्यमा यसलाई पर्यटकीय गन्तव्यको रूपमा पनि लिन सकिन्छ। अलिक पर हेर्ने हो भने यहाँ हाम्रो नारायण डाँडा भन्ने ठाउँ हो। यो नारायण डाँडा त्यहाँ पनि निकै नै बस्ती छ। त्यसै गरी यो झन्डै यो उत्तर पश्चिमतिर रहेको हो यो नारायण डाँडा। त्यसै गरी अलिक पर तपाईँ आउनु हो भने यो बाहुन डाँडा, यतातिर बाहुन डाँडा भन्ने गर्छ। यो डाँडाभन्दा अलिक उतातिर पनि बस्ती रहेको छ। झन्डै त्यहाँ पनि 35-40 घर अवस्थित छ। र यो चाहिँ उत्तर पूर्वमा अवस्थित छ। र यो आहाले डाँडाबाट यहाँ हेर्ने हो भने चारैतिरको तल्लोको जुन यो तराईको बेल्ट छ, तराईको भूभागहरू निकै नै राम्रो देखिन्छ यहाँबाट। चारैतिर यो चारकोसे झाडी अलिक पर देख्न सक्छौँ हामी। र झन्डै यो ठाउँलाई यदि सम्बन्धित पक्षले, सम्बन्धित निकायले यो हामीले बाटो त देख्न सक्छौँ, तर यो भविष्यमा सायद यो पिच रोड हुनसक्छ। यो रोडै हो यो होइन। यदि सम्बन्धित पक्षले यो ठाउँलाई नजिकबाट निहाल्ने हो भने यो आगामी दिनमा यस क्षेत्रको पर्यटकीय स्थलको रूपमा, पर्यटकीय गन्तव्यको रूपमा यो आहाले डाँडालाई लिन सकिन्छ। र सम्बन्धित पक्षसँग मेरो अनुरोध पनि छ, यो क्षेत्रलाई प्रत्येक वर्ष विनियोजित हुने बजेटहरूमध्ये कमसेकम केही प्रतिशत यो स्थललाई, यो हाम्रो आहाले डाँडालाई पनि छुट्याउन सके यो आहाले डाँडाले आफ्नो स्वरूप बदल्नेछ। र आफ्नो स्वरूप बदल्दै यो अलिक विकासीय रूपमा पनि यो अघि बढ्न सफल हुनेछ। र यदि हामीमा समृद्धि र विकासको उग्र यहाँ हुन सक्यो भने, विकसित हुन सक्यो भने पक्कै पनि देश विदेशबाट यस क्षेत्रलाई हेर्न आउने पर्यटकहरूको आगामी दिनमा घुइँचो नलाग्ला भन्न सकिन्न। त्यसर्थ पनि हामी यसलाई भन्न सक्छौँ, यो नेपालको अति नै रमणीय वातावरणले ओतप्रोत रहेको ठाउँ, प्राकृतिक दृश्यकोले पनि असाध्यै रमणीय ठाउँ यो। तपाईँ जो कोही पनि यदि सर्लाही हुँदै यो तपाईँले यो नजिकको हाइवे सर्लाही लालबन्दीको नजिकको रोडबाट यहाँसम्म तपाईँ आइपुग्दा धेरै पनि छैन। यो लालबन्दी मेन हाइवे रोडबाट यहाँसम्म आइपुग्न तपाईँले 10-11 किलोमिटर मात्र आइपुगे यो आहाले डाँडामा तपाईँ आउन सक्नुहुन्छ, जहाँ चाहिँ पर्यटकको हिसाबले अनि तपाईँलाई असाध्यै सुन्दर मनमोहक दृश्यले, प्राकृतिक मनमोहक दृश्यले तपाईँको ध्यान केन्द्रित गर्न सक्छ, तपाईँको मन जित्न सक्छ। त्यसर्थ म तपाईँ आम नेपाली र
विदेशका हाम्रा पर्यटकीय पाहुनाहरूलाई म अनुरोध गर्न चाहन्छु, इफ यु कमिङ इन योर लाइफ इन नेपाल, प्लिज visit one time in this place. आहाले डाँडा प्लिज वेलकम 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 भन्दै तपाईँ स्वदेशमा रहने सबैलाई यो आहाले डाँडालाई एकपटक भिजिट गरिदिनुहोस् भन्न चाहन्छु र साथै सम्बन्धित पक्षसँग मेरो अनुरोध गर्न चाहन्छु, तपाईँलाई यो क्षेत्रको पर्यटकीय हिसाबको दृष्टिकोणले पनि यहाँनिर तपाईँ एकपटक यो क्षेत्रलाई केही बजेट छुट्याइदिनु भयो भने पक्कै पनि यसले व्यवस्थित हुँदै यो क्षेत्र अझ राम्रो हुनेमा हामी विश्वास गर्न सक्छौँ। यति भन्दै तपाईँ सबैलाई लालबन्दी नगरको पर्यटकीय नगरीको रूपमा प्राकृतिक सौन्दर्यको रूपमा ओतप्रोत रहेको यो ठाउँ आहाले डाँडामा भिजिट गराउन घुम्न तपाईँ सबैलाई अनुरोध गर्दै अहिलेलाई म तपाईँहरूकै मित्र सामाजिक अभियन्ता खेलकर्मी गजेन्द्र बहादुर खपाङ्गी बिदा हुन चाहन्छु। तपाईँ हाम्रो भेटघाट यस्तै कार्य सामाजिक कार्य खेलकुद र राजनीतिक क्षेत्रमा भेटघाट रहिरहनेछ। सरलाई लालबन्दी नगरपालिका वार्ड नम्बर 15 को यो अति नै सौन्दर्य ठाउँ आहाले डाँडाबाट यो तपाईँलाई यो सानो रिपोर्टसहित अहिले बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।